आज चाहिँ म काठमाडौँदेखि चाहिँ धेरै टाढा घाम अस्ताउने ठाउँमा चाहिँ घाम हेर्नलाई पुगेर यो ठाउँ चाहिँ कहाँ हो त भनेर चाहिँ आउनुहोस् तपाईँलाई म देखाउन जाँदैछु। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। के छ तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु र आज पनि म नयाँ मिनी ब्लग लिएर आइसकेको छु र आज चाहिँ म कहाँ जाँदैछु त भन्दा गाडी चढेर तपाईँहरू हेर्नु सक्नुहुन्छ कति ठुलो रोड यो चाहिँ रहेको छ चितवन र आज चाहिँ म चितवन आइपुगेँ र गाडी चढेर चाहिँ म सिधै पुगेँ एकदम आनन्द आउने ठाउँ। मलाई चाहिँ चितवनको ठाउँ सबभन्दा मनपर्छ र यो चाहिँ रहेको छ चितवनको नारायणी तीर। बेलुका हेर्नुहोस् न बादल पनि क्या मजाले लागेको है, मान्छेहरू पनि धेरैजना हुनुहुन्थ्यो र यताउता फोनको क्यामेरा टुइटी डुलाउँदै म पनि यसो हात तन्काएर चाहिँ टुइटी खोलाको डेली लिने र अलिकति अगाडि जाने बित्तिकै म चाहिँ मजाले रोकेर एउटा डुङ्गा जहाजले हेरेँ। किन त भन्दा त्यहाँ चाहिँ मेरो फेभरेट सिङ्गर मिस्टर दुर्गेश थापाको गीत बजिरहेको रहेछ। र यो गीत सुनेर म पनि हेरेँ र हेर्दा हेर्दा झ्याउ लगाएर मैले चाहिँ खाएँ कोका कोला। एकदम भाइब्स हेर्नु न, भाइब्स त फेरि गोवाको जस्तै छ है। मजाले खोलाको पानी कति सफा र त्यो सफा पानीको बासा लिँदा मैले खाएँ चटपटे। हेर्नुहोस् न, आमा कति सफा कस्तो गोवा भाइब्स चाहिँ फेरि यता चाहिँ खाएँ गोवा भाइब्स। तपाईँहरू गोवा पुग्नु भएको छैन भने मिनी गोवा पक्कै आउनु होला र म जस्तै यो खोलाको बासा लिँदै चटपटे खानु होला। र जुन चिजको लागि म यहाँको हो यो चाहिँ बल्ल तपाईँहरूले देख्दै हुनुहुन्छ। यहाँको सनसेट हेर्नुहोस् न, क्या बवाल छ, क्या आनन्द लागेर हेर्नुहोस् न। जति हेरे पनि नपुग्ने क्या। अनि फिसरम्यानहरू हेर्नुहोस् न, माझीहरू त्यहाँ खोला माछा मार्दै हुनुहुन्छ होइन। र तपाईँहरू हेर्दै हुनुहुन्छ 1 करोड तिरे पनि हेर्नु नपाउने भ्यू सनसेटको। र यो चाहिँ नारायण खोला हेर्नुहोस् न, टाढासम्म क्या मजा खोला छ है। र घाम अस्ताएको हेर्नुहोस् न, एउटा माझी त हेर्नु बिचमा आनन्दले माछा मार्दै हुनुहुन्छ र घाम डुबेको हेर्नुहोस् त, घाम डुबेको बेला हो क्या ल हेर्नु यस्तै छ। अनि त्यो ठुलो के भन्छ त्यो आकाशे पुल जुन छ त्यहाँ होइन। र यति भन्दै आजको लागि चाहिँ ब्लग यति नै र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र प्रवेश किसिमलाई चाहिँ फलो गरिदिनु होला, युट्युबमा हेर्दै हुनुहुन्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै र अन्त्यमा चाहिँ यो नारायणी खोलाको मनोरम दृश्य देखाउँदै तपाईँहरू माझबाट बिदा लिन चाहन्छु। धेरै धेरै धन्यवाद।